डाक्टर रामवरण यादव नेपालको पहिलो गणतान्त्रिक राष्ट्रपति हुनुहुन्छ। 2062-63 सालको 19 दिने ऐतिहासिक जनआन्दोलनपछि नेपालमा विधिवत रूपमा राजतन्त्रको अन्त्य भई लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै राष्ट्रपति पदको सृजना भयो। विक्रम सम्वत 2065 साल असार 30 गते संविधान सभाबाट सम्पन्न निर्वाचनमा डाक्टर यादव नेपालको प्रथम राष्ट्रपति पदमा निर्वाचित हुनुभयो। उहाँले नेकपा माओवादीका उम्मेद्वार रामराजा प्रसाद सिंहलाई पराजित गर्नुभएको थियो। राष्ट्रपतिको रूपमा कार्यरत रहँदा उहाँले संविधान निर्माण, राजनीतिक स्थायित्व र संक्रमणकालीन व्यवस्थापनमा संयम, विवेक र संवैधानिक मर्यादा कायम राख्दै शान्ति स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको कार्यकाल कहिले विवादमा परेन र उहाँ सर्वसाधारण बीच अत्यन्तै उदाहरणीय र लोकप्रिय राष्ट्रपतिको रूपमा स्थापित हुनुभयो। डाक्टर यादवको जन्म सन् 1947 मा मध्य प्रदेश अन्तर्गत सप्तरी जिल्लाको सखुवा गाउँमा भएको हो। मधेसी किसान परिवारमा जन्मनु भएको उहाँ सादा जीवनशैली, शालीन व्यवहार र सङ्कल्प शक्तिका धनी व्यक्तित्व हुनुहुन्छ। उहाँ भारतको कलकत्ता मेडिकल कलेज र दरभङ्गा मेडिकल कलेज बिहारबाट चिकित्सा शास्त्रको अध्ययन गरी चिकित्सक बन्नुभयो। चिकित्सकको पेसा मार्फत सेवा गर्ने उद्देश्य राखेका डाक्टर यादवको जीवनमा निर्णायक मोड तब आयो जब उहाँ नेपाली काङ्ग्रेसको संस्थापक बीपी कोइरालासँगको सम्पर्कमा आउनुभयो। कोइरालाको लोकतान्त्रिक विचारधाराबाट प्रभावित भएर डाक्टर यादव 2036 सालको जनमत सङ्ग्रहदेखि 2046 सालको जनआन्दोलनसम्म नेपाली काङ्ग्रेसको अग्रपङ्क्तिमा रही सक्रिय भूमिका निर्वाह गर्नुभयो। विक्रम सम्वत 2048 सालको आम निर्वाचनपछि उहाँ तत्कालीन सरकारमा स्वास्थ्य मन्त्री बन्नुभयो। स्वास्थ्य क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदान आज पनि उल्लेखनीय मानिन्छ। राजनीति र प्रशासनसँगै डाक्टर यादव लेखनमा पनि क्रियाशील हुनुहुन्छ। उहाँको आत्मकथा स्मृतिका पानाहरूमा उहाँको जीवन सङ्घर्ष, राष्ट्रपतिको कार्यकाल र समकालीन राजनीतिक उतार चढावको सजीव चित्रण गरिएको छ। साथै उहाँले बीपी कोइरालाको स्वास्थ्य डायरी सम्पादन गरी सार्वजनिक गर्नुभएको छ, जसले चिकित्सा, मानवता र राजनीति बीचको सम्बन्ध प्रकट गर्छ। डाक्टर रामवरण यादवको जीवन कथा केवल व्यक्तिगत सफलताको गाथा होइन, यो सम्पूर्ण नेपाली समाजको एकता, परिवर्तन र सम्भावनाको प्रतिबिम्ब पनि हो। चिकित्सकबाट राष्ट्रपतिसम्मको उहाँको यात्रा सम्पूर्ण नेपाली जनताका लागि प्रेरणादायी उदाहरण हो। उहाँले देखाउनु भएको मार्ग र बाँडेका मूल्य मान्यताहरू आजका पुस्ताका लागि उत्तिकै सान्दर्भिक छन्।